हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि पनि हजुरहरूको लागि एकदम नयाँ भिडियो लिएर आइसकेको छु है त। सम्पूर्णलाई यो चाहिँ चैते अष्टमीको धेरै धेरै शुभकामना छ है। चैते अष्टमी दसैँ चाहिँ कोले कस्तो कस्तो तरिकाले मनाउनु भयो है। हामीले चाहिँ एकदम इन्जोय गर्दै मनायौँ। अब यत्तिको रमाइलो गरिसकेपछि हजुरलाई सेयर नगर्ने त कुरै भएन। अब कति पनि ढिलो नगरी यो दसैँमा मैले के गरेँ र के खायौँ, हामीले के बनायौँ भनेर चाहिँ मैले यो भिडियो बनाएको है। अब यत्तिको बनाइसकेपछि हजुरहरूसँग सेयर नगर्ने त कुरै भएन। फर्स्टमा चाहिँ हामी मार्केट गएको, त्यसपछि हामीले चाहिँ के बनाउने प्लान गरेको थियौँ भनेपछि सेलरोटी अनि मासु। त्यसपछि सेलरोटी र मासु भनिसकेपछि चाहिँ हामी नेपालीहरूको फेभरेट नै हो कि फेरि। अब तिहार दसैँमा हामीले प्रायःजसो सेलरोटी नबनाएको दिन नै हुन्न है। त्यो भएर चाहिँ हामीले चाहिँ सेलरोटी बनाउने कन्फर्म गऱ्यौँ अनि चिकन बनाउने। फर्स्टमा देख्न सक्नुहुन्छ हामीले सिधै मार्केट गएर चिकन र चिकनलाई चाहिने सामग्रीहरू प्याज टमाटर अनि खुर्सानी अनि चिकन मसलाहरू लिएर आयौँ। त्यसपछि फटाफट घरमा आएर बनाउनु पर्ने हुन्छ। हामीसँग चाहिँ ग्यास नभएको कारणले चाहिँ हामीले आगोमा पकाउनु थियो। त्यसपछि देख्न सक्नुहुन्छ फाइनली आगो बालिसक्यौँ। त्यसपछि मैले चाहिँ के गरेँ भन्दाखेरि म चाहिँ चिकन बनाउने अनि फुपूले चाहिँ रोटीको पिठोहरू बुन्दै हुनुहुन्छ है। रोटीको पिठोहरू मस्तले अब बुन्दै हुनुहुन्छ। त्यसपछि यत्तिको भइसकेपछि हामी फटाफट म चाहिँ चिकन बनाउन लागिहालेँ। देख्न सक्नुहुन्छ यत्तिको परिवारसँगै भएर अब रमाइलो गर्दै बनाएपछि त एकदम रमाइलो नै हुन्थ्यो। तर हामी पनि कम छैनौँ, हामी पनि अब सबै छौँ भनौँ न। यत्तिको भइसकेपछि हाम्रो छोराले सहयोग गरिहाल्छ थोरै है। यो पुरै हामीलाई सहयोग गरिरहेछ क्या यो चाहिँ। फर्स्टमा चाहिँ देख्न सक्नुहुन्छ चिकन बनायौँ। अब चिकनको लागि फर्स्टमा चाहिँ तारिसकेर तेलमा चाहिँ मस्तले भुटेर त्यसपछि मैले प्याज टमाटर हालिसकेपछि देख्न सक्नुहुन्छ थोरै पाक्न पाएको छैन। टेस्ट गर्छु ले त कस्तो छ भनेर फुपूले टेस्ट गरिहाल्नु भयो। देख्न सक्नुहुन्छ उहाँले टेस्ट गर्नुभयो, तर तातो थियो नि त, त्यो आगोमा पकाएको हो। उहाँको हालत त्यस्तो भयो। त्यसपछि चाहिँ मस्तले मैले मिट मसलाहरू मस्तले हालिसकेपछि चाहिँ मैले त्यो चाहिँ अब सबै ग्रेभी नै थिएन। ग्रेभी चाहिँ मैले थोरै तानेर त्यसपछि थोरै चाहिँ मैले के भन्छ अलिअलि रस बनाएँ भनौँ न। रस बनाइसकेपछि देख्न सक्नुहुन्छ अब खाना पकाइसकेपछि त भाँडा पक्कै पनि धुनु पऱ्यो। देख्न सक्नुहुन्छ कराईको हालत त्यस्तो भइसकेको थियो। मैले त्यसलाई मस्तले धोएँ। त्यसपछि देख्नुहुन्छ फाइनली हामी रोटीतर्फ लाग्यौँ। रोटीमा चाहिँ आज के पो मिलेको थिएन है, तर है त्यसमा के हाल्न एउटा चिज चाहिँ हामीले बिर्सेको थियौँ। त्यो भएर चाहिँ खानामा चाहिँ एकदम मिठो थियो है। तर हेर्दाखेरि चाहिँ अलिक भनौँ न यतिको पनि हाम्रो लागि एकदम ठिक हो है। देख्न सक्नुहुन्छ फाइनली हाम्रो सेलरोटी यस्तो भइसकेको थियो। अब सेलरोटी एउटा थालमा पर्न पाएको छैन, हामीले खाएर भ्याइदियौँ। फाइनल लुक चाहिँ हेर्नुहोस्, हामीले यति बनायौँ। अनि उहाँ चाहिँ दिजु, उहाँ चाहिँ फुपू, त्यसपछि ऊ चाहिँ बहिनी हो, त्यसपछि उहाँ चाहिँ बाबु, अनि म चाहिँ अब यतातिर हालिरहेको छु है। अब हामीले यति भइसकेपछि के चाहियो यहाँभन्दा धेरै होइन। यति भइसक्यो मस्तले इन्जोय गर्दै खायौँ। त्यसपछि खाइसकेपछि देख्न सक्नुहुन्छ एकचोटि हामी नाच्यौँ है। हजुरहरूले कस्तो कस्तो तरिकाले मनाउनु भयो चैते दसैँ है, सबैले कमेन्ट गर्नु होला। हामीले चाहिँ एकदम इन्जोय गरेर मनायौँ। थ्याङ्क यू सो मच सम्पूर्णलाई है। भिडियोलाई लास्टसम्म हेरेर चाहिँ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। ओके बाई।